if you study the phylum without knowing the classifications of zoology, then your study becomes completely incomplete and also confusing. So understanding the basics is the key to understanding the science. So today we're starting from the basics of zoology, the fascinating classifications of the animal kingdom. From the simple microscopic protozoa to the complex multicellular animalia, every organism has their own unique placement in the nature. So let's start the world of zoology step by step. Hi, I am the content creator, I'm the owner of this channel, The Grapes of Biology. So धेरै स्टुडेन्ट्सहरूले चाहिँ फाइलम पढ्न थाल्नु हुँदो रहेछ, तर उहाँहरूलाई क्लासिफिकेसन थाहा हुँदैन रहेछ कि, किनभने उहाँले सिधै फाइलमबाटै पढ्न थाल्नु भएको छ. सो यस्तो गर्नुभयो भने हजुरको स्टडी बिकम्स वाट, युजलेस. कता कता गएर चाहिँ युजलेस फिल भइहाल्छ. बिकज बेसिक्स छैन भने एडभान्स त कसरी नै एडभान्स नलेज होइन हुन्छ नि, एडभान्स्ड त कसरी नै हुन सकिन्छ र है. सुरु गरौँ. ओके, सो कुरा के हो भन्दाखेरि चाहिँ मेनली जुलोजीमा दुईवटा किङडममा चाहिँ क्लासिफाई गरिन्छ. एउटा रहेको छ प्रोटिस्टा अनि अर्को रहेको छ हाम्रो मेटाजुआ. यसलाई चाहिँ एनिमलिया पनि भनिन्छ. सो प्रोटिस्टामा चाहिँ कस्तो खालको एनिमल्सहरूको प्लेसमेन्ट हुन्छ भन्दाखेरि युनिसेलुलर, युक्यारियोटिक यस्तो खालको अर्गानिजम्सहरूको के हुन्छ, प्लेसमेन्ट हुन्छ. अनि त्यसपछिबाट मेटाजुआ यानि कि एनिमलिया, यसमा चाहिँ कस्तो खालको भन्दाखेरि नि मल्टिसेलुलर युक्यारियोटिक अर्गानिजम्सहरूको प्लेसमेन्ट हुन्छ. सो प्रोटिस्टा यसमा मेनली मेजर तीनवटा फाइलम्सहरू पढ्नुपर्छ. एउटा फोटोफाइटा, यो चाहिँ प्लान्ट्स लाइक एल्गीहरू यहाँ प्लेसमेन्ट हुन्छ. अनि त्यसपछि अर्को हुन्छ हाम्रो फङ्गस लाइक स्लाइम मोल्ड. अनि अर्को रहेको छ हाम्रो के भन्छ के अरे प्रोटोजुआ भन्ने हुन्छ. हामीले पढ्ने यो तिनवटामा दुईवटा छोडेर एउटा मात्रै हो प्रोटोजुआ. अनि अर्को हुन्छ हाम्रो मेटाजुआ. त्यसमा कस्तो हुन्छ भन्दाखेरि यसमा मैले भनिसकेँ मल्टिसेलुलर युक्यारियोटिक अर्गानिजम्सहरूको प्लेसमेन्ट हुन्छ. यो पनि फर्दर कस्तो हुन्छ भने यो पनि फर्दर दुईवटा ग्रुप्समा के अरे दुईवटा फाइलमहरूमा डिभाइड भएको हुन्छ. एउटालाई चाहिँ प्याराजुआ भनिन्छ भने अर्कोलाई चाहिँ यु मेटाजुआ भनिन्छ. यु भनेको के हो थाहा छ? यु भनेको यो भनेको चाहिँ नि ट्रु भन्नु खोजे हो कि है. अनि अब प्याराजुआ यसमा पनि कस्तो खालको एनिमल्सहरूको प्लेसमेन्ट हुन्छ भन्दाखेरि सेलुलर ग्रेड अफ अर्गनाइजेसन भएको अर्गानिजम्सहरूको प्लेसमेन्ट हुन्छ. इक्जाम्पलको लागि स्पन्जिला, साइकन भइहाल्यो. र अर्को रहेको छ के त, अर्को रहेको छ हाम्रो युमेटाजुआ. अब युमेटाजुआ भन्ने बित्तिकै यसमा चाहिँ कस्तो भने के अरे टिस्युज, अर्ग्यान, सिस्टम्स यस्तो खालको अर्गनाइजेसन भएका अर्गानिजम्सहरू चाहिँ यहाँ बस्छन्. र जस्तै अब यो पनि फर्दर हुन्छ नि, यसको इक्जाम्पल्सहरू जान्न मन छ भने सिलेन्ट्रोटादेखि करटासम्म रहेका सबै अर्गानिजम्सहरू यहाँ पर्छन्. अब बिर्सिसक्नु भयो होला धेरै त फाइलमहरू, सम्झिनु भएको छ भने राम्रो हो. सो म भन्छु है त कुन फाइलम पर्छ भनेर चाहिँ. सो कुन फाइलम पर्छ भन्दाखेरि एउटा रहेको छ हाम्रो सिलेन्ट्रोटा, प्लाटेलमिन्थिस होइन, अनि एस्केलमिन्थिस भयो. अनि यसलाई चाहिँ नेमाथेलमिन्थिस पनि भनिन्छ. अनि त्यसपछिबाट हाम्रो के भयो अरू एनिलिडा भयो, मोलस्का भयो, अनि इकाइनोडर्माटा भयो. त्यस्तै गरी अर्को के हुन्छ, अर्को हेमिकराटा भयो. सो हेमिकराटालाई चाहिँ नि पहिला कराटामै राखिएको थियो, तर पछि त्यसलाई हटाइयो. किन भन्दाखेरि नि हेमिकराटासँग कराटामा भएका क्यारेक्टरिस्टिक्सहरू त छन्, तर हेमिकराटा जुन छ नि, हेमिकराटामा चाहिँ नि नोटोकट र टेलको प्रेजेन्स हुँदैन, जसको कारणले गर्दाखेरि यसैको कराटाबाट पछि हटाइएको हो कि है. याद गर्नुपर्ने कुरा हो यो चाहिँ. अनि अर्को कुरा के हो भन्दाखेरि अब हामी चाहिँ कराटाको क्लासिफिकेसन्स के. सो कराटा तीनवटा सब फाइलममा डिभाइड भएको हुन्छ. एउटा रहेको छ युरोकराटा, एउटा सेफालोकराटा, अनि अर्को रहेको छ हाम्रो भर्टिब्रेट्स भन्ने हुन्छ कि. सो भर्टिब्रेट्स पनि फेरि ग्रुप्समा दुईवटा ग्रुप्समा चाहिँ डिभाइड भएको हुन्छ. एउटा एग्नाथा अनि एउटा चाहिँ न्याथोस्टोमाटा. सो एग्नाथामा कस्तो खालको एनिमल्सहरू पर्छ भन्दाखेरि जसको चाहिँ ज हुँदैन नि तिनीहरू चाहिँ पर्छन्. अनि अर्को न्याथोस्टोमाटामा चाहिँ माउथ अलङ विथ ज त्यस्तो खालको अर्गानिजम्सहरू चाहिँ पर्छ. केमा त न्याथोस्टोमाटामा. एग्नाथा पनि फर्दर दुईवटा चाहिँ ग्रुप्समा डिभाइड भएको हुन्छ. कुन दुईवटा क्लासमा डिभाइड भएको हुन्छ. कुन थाहा छ? एउटा चाहिँ साइक्लोस्टोमाटा अनि अर्को रहेको छ हाम्रो के त अस्ट्रिकोडर्मी भन्ने के अरे अस्ट्राकोडर्मी भन्ने हुन्छ. सो अब अस्ट्राकोडर्मी चाहिँ कस्तो हुन्छ भने यो चाहिँ एक्सटिङ्क्ट भएको हो, त्यस कारणले गर्दा यो हामीले पढ्नु परेन. अर्को साइक्लोस्टोमाटा भन्ने हुन्छ. सो साइक्लोस्टोमाटा जुन छ नि यसमा चाहिँ जस्तै अब इक्जाम्पल्सहरू भन्नुपर्दाखेरि ह्यागफिस भयो, एन्ड देन अरू सेन ल्याम्प्रे भयो, यिनीहरू पर्छन्. अनि अर्को के हुन्छ अरे न्याथोस्टोमाटा है. सो न्याथोस्टोमाटा पनि फर्दर केमा दुईवटा क्लासमा सुपर क्लासेसमा डिभाइड भएको हुन्छ, पाइसेस अनि त्यसपछिबाट अर्को के त टेट्रापोडा. र पाइसेस पनि फर्दर डिभाइड भएको हुन्छ दुईवटा क्लासमा. एउटा रहेको छ अस्टिथिस, एउटा कन्ड्रिथिस. पछि तपाईँहरूले एडप्टेसन्सहरूमा पढ्नुपर्ने कुरा हो यो होइन, के भन्छ अरे त्यसमै पढ्नु पनि हुन्छ. तर पनि ठिक छ है, सायद 11को इन्टतिर अथवा 12मै पढ्दाखेरि हेर्नु भएको नि हुनसक्छ. यदि अगाडि हेर्नु भएको छ भने बेस्ट
धेरै धेरै शुभकामना यहाँलाई र उहाँहरूलाई जसले पछि हेरिरहनु भएको छ उहाँहरूलाई पनि है। सो अस्ट्रिक्थिज र कन्भिक्थिज है पाइसेसहरू पनि फेरि फर्दर दुईवटा क्लासमा डिभाइड भएको हुन्छ, एउटा अस्ट्रिक्थिज अनि एउटा चाहिँ कन्भिक्थिज भन्ने हुन्छ। सो अस्ट्रिक्थिजमा चाहिँ त्यो भनेको चाहिँ बोनिफिसेसहरू भन्न खोजेको, कन्भिक्थिजमा चाहिँ कार्टिलेजिनियस फिसेस भन्न खोजेको त्यसलाई। र अस्ट्रिक्थिजमा चाहिँ कस्तो हो भन्दाखेरि नि यो एकदम सजिलो छ, नेपालमा पाइने सबै फिसेसहरू अस्ट्रिक्थिजहरू हुन्। किन भन्दाखेरि अस्ट्रिक्थिजहरू मोस्टली चाहिँ फ्रेस वाटरमा पाइन्छ, फ्युले चाहिँ मराइन वाटरमा पाइन्छ। तर कन्भिक्थिजहरू चाहिँ सबै एक्सक्लुसिभली चाहिँ मराइन वाटरमा पाइन्छ। द्याट्स इट। र अर्को अस्ट्रिक्थिज जुन छ नि, अस्ट्रिक्थिजको इक्जाम्पल्सहरू भन्नु पऱ्यो भने एउटा रो फिस भन्न सकिन्छ, ग्लो फिस भन्न सकिन्छ होइन, धेरै छन्। अनि त्यसपछिबाट कन्भिक्थिज अब त्यस्तै भइहाल्यो। र अब हामी टेट्रापोडाको कुरा गर्छौँ। टेट्रापोडा पनि फर्दर 4वटा क्लासेसहरूमा चाहिँ डिभाइड भएको हुन्छ। एउटा हामीले पढिसक्यौँ है, एम्फिबिया, रेप्टिलिया, एप्स, म्यामिलिया, सकिहाल्यो। द्याट्स इट। क्लासिफिकेसन्समा यति नै छ। अब बल्ल यहाँहरूले चाहिँ फाइलम पढ्नु होला, अनि हजुरको स्टडी एकदमै इफेक्टिभ हुन्छ र युजफुल हुन्छ। कम्प्लिटली इन्कम्प्लिट हुँदैन, इन्कम्प्लिट पनि हुँदैन, कम्प्लिट हुन्छ। त्यसपछिबाट बेसिक्स नै बुझिन्छ भने एडभान्स लेभलको त्यो स्टडी झनै रमाइलो हुन्छ पढ्नको लागि। यहाँले कतिको फिल गर्नुभएको छ। सो म चाहिँ तपाईँहरूलाई अझै यो भिडियो हेर्नुभयो भने उहाँहरूलाई फाइदा पनि हुन्छ है। किन भन्दाखेरि म चाहिँ फर्दर अब किङडम प्रोटिस्टाको बारेमा पनि अलिकति भन्न चाहन्छु है त। तपाईँहरूले सुरु त गर्नुहुन्छ प्रोटोजुआ, फाइलम प्रोटोजुआबाट स्टार्ट गर्नु होला, तर अलिकति प्रोटिस्टाको बारेमा भन्छु, झन् इजी हुन्छ है त। सो द टर्म प्रोटिस्टा इट वाज कोइन्ड बाई अर्नेस्ट हेकल। अनि त्यसपछि यहाँ चाहिँ ग्रुप अफ युनिसेलुलर माइक्रोस्कोपिक अनि त्यसपछि युक्यारियोटिक अर्गानिजम्सहरूको प्लेसमेन्ट हुन्छ। यहाँ चाहिँ यहाँ प्लेसमेन्ट हुने अर्गानिजम्सहरू मोस्टली एक्वेटिक हुन्छ र कुनै कुनै चाहिँ प्यारासाइटिक पनि हुनसक्छ। र लोकोमोटरी अर्गान्सहरू चाहिँ यहाँको कस्तो हुन्छ नि, लोकोमोसन टेक्स प्लेस थ्रु द लोकोमोटरी अर्गान्स लाइक सिलिया, फ्लाजेला, स्युरोपोडिया, अनि त्यसपछि अर्को हुन्छ यस्तै यस्तै भइहाल्यो लोकोमोटरी अर्गान्सहरू। तर कुनै कुनै अर्गानिजम्सहरूमा चाहिँ नि लोकोमोटरी अर्गान्स चाहिँ के हुन्छ, एब्सेन्ट हुन्छ कि। र एब्सेन्ट हुने लोकोमोटरी अर्गान एब्सेन्ट हुने क्लास चाहिँ स्पोरोजुआ हो। र स्पोरोजुआ यसको पनि त केही क्यारेक्टरिस्टिक्सहरू होला। स्पोरोजुआमा पनि अर्गानिजम्सहरू जसमा चाहिँ के भन्छ लोकोमोटरी अर्गान्सहरू एब्सेन्ट हुन्छ, म भन्छु। तिनीहरू चाहिँ के हो भने दे आर इन्डो प्यारासाइटिक अथवा नर्मली प्यारासाइटिक मात्रै भन्दा पनि भयो होइन। अनि त्यसपछिबाट तिनीहरूसँग कन्ट्र्याक्टल भ्याक्युल पनि हुँदैन, तिनीहरूसँग सिङ्गल न्युक्लियस हुन्छ। अनि अर्को कुरा मैले अघि भनिसकेँ हो होइन, प्रोटिस्टा, किङडम प्रोटिस्टा जुन छ नि चाहिँ फर्दर 3वटा मेजर फाइलम्सहरूमा डिभाइड भएको हुन्छ। एउटा भनेको के भन्छ प्लान्ट्स लाइक युनिसेलुलर एल्गी, त्यो भनेको फोटोफाइटा। अर्को चाहिँ फङ्गस लाइक स्लाइम मल्स। अनि अर्को रहेको छ हाम्रो एनिमल्स लाइक युनिसेलुलर प्रोटोजुआ। र अब यहाँहरूले चाहिँ यति गरेर चाहिँ प्रोटोजुआबाट पढ्न सुरु गर्नु होला, अनि योर स्टडी विल बी इफेक्टिभ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।